नमस्कार, दिनस्थित ज्ञानमा हजुरहरूलाई हार्दिक स्वागत छ। सो आजको टपिक अलिकति इन्ट्रेस्टिङ खालको छ। म आज तपाईहरुलाई रु 1000बाट केही समयमै 12600 रुपैयाँ कमाउन कसरी सफल भयो भनेर यो भिडियो मार्फत देखाउन गइरहेको छु। केही समय अगाडि वैदेशिक रोजगारको सिलसिलामा म साइप्रस आएपश्चात मैले वैदेशिक रोजगारको कोटाबाट साल्भा विकास बैंकको आइपिओ एप्लाई गरेको थिएँ र उक्त आइपिओ मैले 10 किता पाउन सफल भएको थिएँ र त्यस समयमा साल्भा विकास बैंकको आइपिओ मैले 10 किताको जम्मा 100 रुपैयाँको दरले 1000 रुपैयाँ तिरेको थिएँ र आजको दिनमा मैले मेरो शेयरको पोर्टफोलियो खोलेर हेर्दा तपाईको 1262 रुपैयाँमा कारोबार चलिरहेको छ र जम्मा मैले आजको दिनमा बेच्दाखेरि 12620 समथिङ आउँछ र मेरो प्रॉफिट भनेको अहिले 11620 रुपैयाँ रहेको छ। सो मेरो जम्मा टाइम भनेको तपाईको 2 मिनेट मैले एप्लाई गर्ने बेलामा जम्मा 1 मिनेट अथवा 2 मिनेट लाग्यो होला। सो हजुरहरुले पनि मैले जस्तै रेमिटेन्स अकाउन्ट खोलेर वैदेशिक कोटाबाट आइपिओ भर्न सक्नुहुन्छ किनकि वैदेशिक रोजगारको कोटाबाट आइपिओ भर्दा तपाईलाई हाई चान्सेस हुन्छ किनभने यहाँबाट धेरै जनाले आइपिओ एप्लाई गरिरहेको हुँदैन। सो हजुरले पनि आफूले रेमिटेन्स अकाउन्ट बनाएर तपाईले यसरी नै एप्लाई गर्न सक्नुहुन्छ। लागि तपाईले तपाईसँग वैदेशिक रोजगारबाट प्राप्त गरिएको श्रमको कागज हुनुपर्छ र हजुरसँग आफ्नो राहदानी पासपोर्ट हुनुपर्छ। तपाईले आफैले रेमिटेन्स अकाउन्ट खोल्न सक्नुहुन्छ। यदि हजुरहरुलाई मेरो भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गरिदिनुहोस्। धन्यवाद।